उही भ्यायो ल हेर्नुहोस् है यो बँदेलले चाहिँ यस्तो आतंक मच्चाइरहेको छ अहिले हेर्नुहोस् यहाँ बँदेलले यस्तो गराखेको मकै पुरै सिद्धाइसक्यो है पुरै आज बिहान राति पख आइचेर पुरै भाँचेछ खतम पारे हेर्नु बँदेलले कोही अब ठ्याक्क चुत्ती मैलाउँदाखेरि पुरा चेतिर पुरा डडङ खा हेर्नु है के गर्ने ल यो नियन्त्रण कसरी गर्न सकिन्छ हामीले ल हेर्नुहोस् तब मान्छे किन बसै सर्छ भनेको यही कारणले चाहिँ ल हेर्नु यसरी खनिरहेको छ बारीमा पुरा सिधा आइछ है एकै दिनमा यति धेरै खाइरहेको छ कि यसले पुरा सखाप ल हेर्नु यस्तो गराएको छ ल हेर्नु पुरा यहाँबाट घुसेको रहेछ ल हेर्नु पुरा खतम ल हेर्नुहोस् यसमा गुल्मी दरबार गाउँपालिकाको ध्यान जाओस् है यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ कुन प्रवृत्ति छ ल यस्तै हो भने अब आइसेलबाट बारी पनि बजाउने स्थितिमा छौँ ल हेर्नुहोस् दुःख गरेपछि त्यसको फल प्राप्त हुनु पर्यो कि केही छैन हेर्नुहोस् पुरा सिद्धाइसकेको छ एउटा पाटो चाहिँ सखा पारिदिइसक्नु लाग्यो कि ल हेर्नु पुरा यस्तरी खान्छ कि पुरा डाक्ला सहित चबाएर उ गरिरहेको छ यसले र हेर्नु यस्तो जोत्छ कि हेर्नु यो बँदेल भनेको चाहिँ एउटा बुङ्गुर हो बुङ्गुरको हिसाबले नि तुलना गर्न सकिन्छ यसलाई ल हेर्नु यस्तरी जोतिरहेको थियो पुरा हेर्नु पुरा त्यो खाडल खन्छ नि त्यस्तै तरिकाले खनेको छ कि पुरा जोत्दै यस्तरी हेर्नु बारी पुरै सिद्धाइसक्यो एउटा पाटो अब चाहिँ यो पाराले खेती गरेर खान दिने नि यसले ल हेर्नुहोस् कृषिमा आत्मनिर्भर त भन्दैछ नेपाल सरकारले तर हेर्नुहोस् बँदेलले आएर आत्मनिर्भर चाहिँ गराएछ क्या ल हेर्नुहोस् अब आइसलबाट मकै नछर्ने अब बजाइदिने यो काम छैन यो ल पोहोर साल पनि यस्तै गराएको थियो पोहोर साल अलिअलि कम गरेको थियो अहिले त सखापै पारिदिइसकेको छ ल हेर्नुहोस् पुरा बोट सहित पुरा त्यो गोरुलाई मिहीमा हालेर पराल दाइ लाउँछ त्यस्तै गराएर पुरा लुची खाएको छ है ल मेरो पनि सफा पारेको रहेछ पुरा सिद्धाइसक्यो हजुरको बारीमा नि यस्तै आतंक मच्चाइरहेको छ कि नै सल्लाह सुझाव दिनु होला गुल्मी दरबार गाउँपालिका वडा नम्बर 3 पुर्खी टोलमा यो बँदेलले चाहिँ आतंक मच्चाइरहेको छ सबै हेर्नु बारीको पाटै सिद्धाइसक्यो यसले यहाँ मात्र हैन अन्त पनि सखा पार्दैछ है यसलाई चाहिँ
आगो बारीमा आगो फुकेर हुन्छ कि या अरू उपाय अपनाएर हुन्छ, यसलाई चाहिँ जसरी नियन्त्रण गर्नुपर्छ